Yeah. Hello guys, welcome back to my another vlog. New day new vlog है। अनि आज पनि टक्क लाएर के भ्लग छ भन्दाखेरि अब इन्डिया भ्लग त छैन। अनि म चाहिँ कहाँ जान्ला भने एकजना दाइले त्यहाँ मेरो गाउँको एकजना भनौँ न नजिकै दाइले त्यहाँ बाइक हेर्नु पर्यो अरे दाइलाई सेकेन्ड ह्यान्ड अलिकति राम्रो होला। अनि त्यो भएर चाहिँ म त्यहाँ चिनेकै दाइको बानेश्वरमा रिकन्डिसन छ हैन। अनि त्यो भएर मिड बानेश्वरमा अनि त्यहाँसम्म गएर बाइक हेर्न जान लागेको हो आज चाहिँ हैन दाइको लागि। अब हेरौँ कुन बाइक हुन्छ कुन बाइक चाहिँ त बुझ्छ हैन। अनि बाइक लिने भनेर भन्दै थियो दाइले। अनि मलाई फोन गरेको थियो बिहान। अनि त्यो भएर हुन्छ एकचोटि गएर हेरौँ न त। त्यो हाम्रो चिनेकै दाइ हुनुहुन्छ हैन, मिलाएर दिनुहुन्छ। अनि दामी दामी बाइकहरू राखिराख्नुहुन्छ हैन। अनि त्यो भएर त्यो दाइकोसम्म जानला मिड बानेश्वरसम्म जानला हो। म चाहिँ अनि टक्क लाएर पहिला दाइलाई रिसिभ गर्छु हैन। अनि दाइ चाहिँ यता राति भक्तपुर हुनुहुन्छ अरे। अनि दाइलाई टक्क रिसिभ गर्छु। अनि त्यहाँबाट सिधै मिड बानेश्वरतिर जान्छु टक्क लाएर। घाम पनि मिठो लागिरहेछ आज। अब एकछिनमा पानी पर्छ त्यो अब काठमाडौँमा भन्नै पर्दैन हैन अहिलेको अब मौसम कस्तो छ भनेर। अनि हिजो अस्ति सिस्नेरी घुम्न गएको यार त्यो स्विमिङ खेलेको बेलामा भ्लगमा पुरै सेतो न सेतो आएछ कि त्यो क्यामेरा खोइ के भएछ बिग्रेछ। मैले त हेर्दै हेरिनँ पहिला जे छ त्यही होला भन्ठानी हैन। कता ब्याक आइरहेछ नि त यार अब। अनि पुरै सेतो देखाइदिरहेको। अनि आज चाहिँ अलिकति मिलाएँ के कस्तो आइरहेछ कमेन्ट भने गर्न नबिर्सिनु होला तपाईँहरूलाई के कस्तो लागिरहेछ हैन। एक्सन क्यामेराबाट हो त्यो भएर त्यति हाई क्वालिटी त आउँदैन। त्यही पनि अब जे जस्तो आउँछ त्यसैलाई माया गरिदिनु भएको छ त्यसको लागि एकदमै हृदयदेखि नै एकदमै धेरै धेरै धन्यवाद। नयाँ हुन्छ चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला, अझ सपोर्ट गरिदिनु होला हैन। त्यही हो त्यही भन्न चाहन्छु। अनि यहाँबाट सर जाउँ अनि दाइलाई रिसिभ गरौँ टक्क लाएर। अनि त्यसपछि मिड बानेश्वरतिर गएर बाइक साइक हेर्नु पर्ने हुन्छ के कस्तो छ कुन बाइक लिने हैन। अब त्यहीँ गएपछि थाहा हुन्छ। लेट्स गो। दाइ चाहिँ राति भन्ठानेको हैन। अनि यहाँ सिर्जा नगर आएर बस्नु भएको रहेछ। दाइलाई टक्क लाएर सिर्जा नगरमा भेटौँ भने कता हुनुहुन्छ खोइ चोकतिरै हुनुहुन्छ कि यहीँ हुनुहुँदो रहेछ। यहाँ कुरेर बसिराख्नु भएको रहेछ। ओ दादा हजुर बसौँ भ्लगमा वेलकम छ है दाइ तपाईँलाई। भ्लगमा मेरो भ्लगमा सुरु भइसक्यो दाइ अलरेडी सुरु हो नि त दाइ। उतैबाट घरबाटै स्टार्ट गरेर आएको क्या यसो भ्लग स्लग बनाउनु पऱ्यो भनेर होइन त के हो भविष्यको तपाईँ डक्टर मान्छे अहिले भयो नि तपाईँको इन्टरभ्यू लिएर राख्नु पऱ्यो नि त भ्लगमा होइन। के अरे दाइ हाम्रो कुन ग्रुप रे भ्याक्सो टिम भ्याक्सो हामी चाँडै एनाउन्स गर्दैछौँ टिम भ्याक्सो। अनि के छ दाइ हाल खबर? फेरि स्टार्ट हुनु भएको छ। अब पढाइ सिधेपछि हुन्छ। अनि के छ दाइ भैरवाबाट कहिले प्रस्थान भयो काठमाडौँ? 5 गते कति गते आउँछ बिदा? 1-1.5 महिनै हो। ए त्यसपछि नयाँ स्टार्ट होला होइन। गर्मी कतिको छ भाइ लास्टै छ त्यहाँ? यो वर्ष चाहिँ अलिकति बेला पानी परिरहेको छ। योभन्दा अघिल्लो वर्ष लास्ट गर्मी के पानी नपर्ने अवस्था यो पनि दाइलाई त्यस्तो असर छैन। कलेजमा पनि एसी छ, रुममा पनि एसी छ। रुममा नि एसी हो? रुममा पनि एसी हो। भाडाको रुम भयो नि एसी छ? भाडाकै भैरवा घरको नामपुर भन्ने पाङ्कापुरै ऊ यहाँ मामाहरू धमाधम हान्दैछन् स्पिड चेकिङ। अब यहाँ यस्तो कहिले काहीँ चेकिङ गर्छ होइन। अब अरू बेला रन्केर हिँडेका हुन्छन् मतलब छैन। अब कहिले काहीँ चेकिङ परेर बिचरा पैसा मात्र थुत्ने काम क्या। कि सधैँ क्यामेरा राखेर सधैँ चेकिङ हुनु पऱ्यो सबै ठाउँमा हुन पऱ्यो नत्र जब यो 1-2 ठाउँमा त्यही पनि आकल झुकल स्पिड चेकिङ गरेर गर्ने हुने चाहिँ के हो यतिकै राजमा मात्र उठाउने सारा चोरहरू
त्यही गाइज अब दाइ र म सर र जान्छौँ होइन बानेश्वर अब यसो बाइक साइक हेरौँ अनि जस आफ्नै रिकन्डिसन जस्तै अनि सर र गएर बाइक साइक हेरेर आउँ रिकन्डिसनमा अनि आफ्नै दाइकै रिकन्डिसन हो अनि त्यो भएर चाहिँ त्यहाँ गएर एकचोटि हेरौँ न के कस्तो बाइकहरू छ होइन म तपाईँहरूलाई पनि देखाइहाल्छु तपाईँहरूलाई नि यदि चाहिन्छ भने सस्तो सुलभ मूल्यमा होइन टक्क मिलाएर दिइहाल्छौँ मलाई मेसेज गर्न पनि सक्नुहुन्छ टक्क लाएर कुन बाइक चाहिन्छ के हो होइन बाइकहरू टन्न छ दाइहरूकोमा जस राम्रो राम्रो फ्रेस बाइकहरू आइरहेको हुन्छ अनि त्यो भएर सर र जाउँ अनि बाइक साइक हेरौँ के कस्तो छ होइन अनि त्यसपछि के हुन्छ उतै गएर भेटौँला है त लेट्स गो उतै गाडीले हान्दे जस्तो छ यार ठ्याक्कै आउँदा आउँदै ठ्याक्कै बाटोमै एक्सिडेन्ट भयो के ठुलै भयो क्या कसले त्यो स्कर्पियोले गरे हो त्यो स्कर्पियो गाडीले हो ए कसैले हानेको त होइन नि तपाईँलाई ऊ त्यो स्कर्पियोले झुकाइदिए जस्तो छ अब खासै मान्छेलाई चाहिँ केही भएर हुन्छ खासै केही भएको रहेछ के भएको खास हुन चाहिँ तपाईँ चोट त लागेन नि त्यो गाडी रोकिरहेको उसले चेपे हो नि त नि हजुर लड्नु को लड्नु भएको हो उहाँ नै हो कस्तो चेपे नि उसले त्यो गाडी भगाउनु खोज्दै थियो कम्प्लेन हाल्ने हो के टुटी फुटेको छ लाइसेन्स बोक्नु भएको छ तपाईँले होइन लाइसेन्स छैन जस्तो छ उहाँको ल कम्प्लेन हाल्नु त त्यो गाडीले चेपेको मान्छे मरेको के हुन्छ त्यही त उहाँसँग लाइसेन्स छैन जस्तो छ होस् छोडिदिनु मेरो मुटु कस्तो यहाँ भइसकेको छ म आफै अपरेसन गरेर खान्छु लाइसेन्स भन्छ पनि कबड्डी गर्दा भन्नु त्यसलाई तिराउने हो लाइसेन्स छ भने चाहिँ फेरि उसले बनाइदिन्छ नि ल ल छोडिदिनु अब उहाँलाई केही मतलब छैन भने भने यस्तो पनि हो भर्खर भर्खर चलाउनु भयो कि हात्तिनु भयो कि त्यही त स्कर्पियोको यिनीहरूले पेल्न त पेल्छ एकदमै होइन तै पनि अब के गर्नु लडेकै मान्छे अब चुप लाएर हिँड्छन् अब लाइसेन्स नभएर हिँडे जस्तो छ क्या नत्र भन्दा किचिज गर्न गरिहाल्थ्यो नि लाइसेन्स नभएसम्म अनि जति हाने पनि मारे पनि गल्ती हुँदैन नि त दाइ किनभने लाइसेन्स बिना चलाउनु भने त उनीहरूको गल्ती हो नि त अब मारे अब कानुन त लाग्ला तर त्यो गल्ती मानिँदैन क्या दाइ गल्ती लाइसेन्स नहुनेकै मानिन्छ रेकर्ड छ के अरे ए गाडीहरू यस्तै हो भने हो तपाईँ सँगसँगै हुनुहुन्थ्यो होइन पछाडि नै ल लाइसेन्स नभएसम्म त कहाँ धेरै गाह्रो हुन्छ नि दाइ आफ्नो अर्काको गल्ती भए पनि त्यही त आफ्नो गल्ती नभए पनि होइन लाइसेन्स छ भने जे नि गर्न पाउँछ क्या लड्न पाइन्छ अब लाइसेन्स छैन भने त अब जे गरे नि जति गरे नि अब लाइसेन्स नभएकै गल्ती मानिन्छ यता गफ गर्दै आइरहेको थियो दाइसँग यता एक्सिडेन्ट भएको थाहै भएन क्या कस्तो डेन्जर एक्सिडेन्ट भइतिर यार कहाँबाट कहाँ क्रस गर्न खोज्छन् यार दैट के हो भन्नु यो चाहिँ रत्नराज्य स्कुलबाट अलिकति अगाडि गइसकेपछि उयो भेनस हस्पिटल आउँछ होइन त्यसकै अलिकति अगाडि साइड यता राइट साइडमा छ रिकन्डिसन चाहिँ यदि कोही आउनुहुन्छ भने चाहिँ टक्क यहीँ डाइरेक्ट यहीँ आएर पनि कुरा गर्न सक्नुहुन्छ गीत त के हो खतरा खाँदा दाइ यही हो टक्कै होइन रोयल अटोमोबिल्स अनि बाइकहरू चाहिँ दियोस् बवाल छ दाइहरूकोमा प्रायः यस्तो छ क्या बेलिनी 300 हो यो बुलेट लाने दाइ जावा रहेछ एकछिन यतै राखिदिउँ मलाई राख्न देला नि
टक्क लाएर रिकन्डिसन चाहिँ यो खतरा खतरा बाइक छ यो चाहिँ सुजुकीको के हो यो जेआर हो क्या जेएसआर 600 उयो जावाको सही छ यो बाइक नि अनि यो 300 कुन हो यो यार यो टोरन्टोको रहेछ टोरन्टोको एनएस पनि छ यो त्यो पनि छ डोमिनार नि दामी छ नि त यो डोमिनार बागमती प्रदेश 2 को रहेछ डोमिनार अनि डुक बाइकहरू जोस बाइकहरू टन्न छ यो हाम्रो के अरे यो R15हरू जोस दामी दामी बाइकहरू छ होइन चाहियो भने चाहिँ टक्क लाएर यहीँ आउँदा नि हुन्छ ZD01 ब्लकबाट आएको भनेपछि दाइले मजाले मिलाएर दिन्छन् स्कुटरहरू पनि होइन सब दामी दामी छ यो डोमिनार पनि गएकै रहन्छ त यार यो डोमिनार झन् यस्तो मिठो छ दामी छ यो डोमिनार नि यो चाहिँ कहाँनिर छ भने भेनस हस्पिटलबाट अलिकति अगाडि आउनु भयो भने होइन ब्रदर अटोमोबिल्स भन्ने छ ट्याक्कै भेनस हस्पिटलको यहाँ तल भयो ठ्याक्कै यो पुरानो बानेश्वर जानेतिर बानेश्वर चोकबाट टक्क लाएर बाइक दामी दामी बाइकहरू छ चाहिएमा सम्पर्क गर्नु होला स्कुटरहरू नि छ होला दामी दामी हाम्रो मालिक चाहिँ हाम्रो दाइ नै हो टक्क लाएर दाइ यो डोमिनार झन् यस्तो बवाल छ होइन यस्तो मिठो छ दाइ यो डोमिनार कुरै छोडिदिनु क्या साउन्ड नि यस्तो छ यसको त साउन्ड नि यस्तो बवाल छ होइन पुरै फ्रेस छ क्या यो यस्तो दामी छ यो डोमिनार दामी छ दाइ यो 90 लटको रहेछ 90 लटको अगाडिको त नयाँ हो 31 बागमती प्रदेश 31 को रहेछ क्या यो R15हरू नि दामी दामी छ सब बागमती प्रदेश 36 लटको 56 लटको नयाँ पनि छ होइन यो रातो कलरमा यो ब्लू कलरमा दामी दामी छ यार बाइकहरू त अनि यो KTM को RC पनि रहेछ KTM डुक बाइकहरू पनि छ NSहरू पनि छ A few moments later. त्यही गाइज अब चाहिँ हामी यहाँबाट टक्क निस्कियौँ दाइ र म होइन अनि डोमिनार लाने कि भन्ने जस्तो विचार गर्नुभयो दाइले चाहिँ अब हेरौँ 1-2 दिन यसो विचार गरेर अनि त्यसपछि लाने भन्ने कुरो हो होइन डोमिनार लगेर जाने कि भन्ने कुरो हो तर अब यसो विचार गर्नु पऱ्यो नि त होइन सल्लाह नि गर्नु पऱ्यो अनि त्यही हो अब यसो बाइक साइक चाहियो भने चाहिँ सम्झिनु होला मलाई मेसेज गर्दा नि हुन्छ डाइरेक्ट यहाँ आएर कुरा गर्दा पनि हुन्छ होइन अनि तपाईँहरूलाई यदि राम्रो खाले बाइक साइक चाहिन्छ भने चाहिँ एकदम राम्रो कन्डिसनको बाइकहरू हुन्छ यता चाहिँ होइन अनि त्यही भएर नि मैले दाइलाई यतै लिएर आएको अनि यसो अब चाहिँ हामी यसो खाजा खाएर अनि टक्क लाएर निस्किन्छौँ अनि आजको भ्लग चाहिँ यति नै गरिदिएँ मैले अनि तपाईँहरूलाई आजको भ्लग के कस्तो लाग्यो कमेन्ट गरेर भन्नु नबिर्सनु होला नयाँ हुन्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला त्यही हो सी यु इन नेक्स्ट भ्लग अर्को भ्लगमा हामी भेट्नेछौँ बाई गाइज लभ यु अल